मनोकामना माईको दर्शन गर्ने क्रममा देखिने दृश्यहरूलाई यहाँहरू समक्ष मैले लिएर आएको छु। अब हामी बिस्तारै प्रवेश गर्दैछौँ केबल कारनिर। यो हो भने पैदल यात्रीहरूको पैदल मार्ग हो। अब म बिस्तारै तल झर्दैछु अनि यहाँहरूलाई सकेसम्म धेरैभन्दा धेरै त्यहाँका दृश्यहरूलाई देखाउन कोसिस गर्नेछु। बिस्तारै हेर्नुहोस्, दर्शन गर्न जाने यात्रीहरू जाँदै हुनुहुन्छ भने आउने यात्रीहरू फर्किँदै हुनुहुन्छ। अब म पनि टिकट लिन जाँदैछु। नजिकबाट केबल कारलाई खिच्ने क्रममा यो दृश्य यहाँहरू समक्ष पस्किसकेको छु। टिकट भने हाम्रो हातमा अब बिस्तारै आइरहेको छ। टिकट लिइसकेपछि अब म केबल कारमा चढ्न सुरु गर्दैछु। अब केबल कार म यति बेला चढिसकेको छु। हेर्नुहोस्, स्वदेशदेखि लिएर विदेशसम्मका नागरिकहरू, पैदल यात्रीहरू, दर्शन यात्रीहरू यहाँ आइरहनु भएको दृश्य पनि यहाँहरू समक्ष मैले कैद गरिसकेको छु। निकै प्रख्यात छ। केबल कारभित्र बसेर वरपरको दृश्यहरू देखाउने क्रममा यहाँहरू समक्ष मैले अब माथिल्लो स्टेसनमा पुग्ने क्रमका दृश्यहरूलाई म अब मेरो मोबाइलमा कैद गरेर यहाँहरू समक्ष पस्किसकेको छु। अब हामी अन्तिम स्टेसनमा आउन नजिक आउन लागिसकेका छौँ। आइसक्यौँ पनि। अब हेर्नु, त्यहाँबाट निस्किसक्यौँ पनि अनि माथि पुगेर टीका लगाएर दर्शन गरेर हामी अब फर्किँदैछौँ। त्यहाँ बिहानदेखि आएर भक्तजनहरूले लाइन लगाएर भगवानप्रतिको आस्थालाई, विश्वासलाई उहाँहरूले एकदम धैर्य धारण भएर पर्खिरहनु भएको छ। यो आस्था, विश्वास उहाँको जीवनमा उहाँले चाहेको कुराहरू मिल्दै जाओस् भनी मैले पनि मनोकामना माईलाई प्रार्थना गरिसकेको छु। यहाँहरू पनि यदि यो स्थानमा आउन चाहनुहुन्छ भने आउनै पर्ने ठाउँ जस्तो मेरो विचारमा लाग्यो। आउनै पर्छ, जानै पर्छ। आफ्नो मनोकामना पूरा गर्नको लागि पनि यहाँहरू आउनुहोला भन्ने मेरो अनुरोध विनम्र यहाँहरूलाई राखिसकेँ। अब हामी दर्शन गरिसकेपछि फर्किँदैछौँ बिस्तारै। फर्किने क्रममा देखिएका दृश्यहरूलाई पनि मैले मेरो मोबाइलमा कैद गरिसकेको छु। माथिबाट देखिने केबल कार माथिबाट देखिने दृश्यहरू यस्तो देखिँदो रहेछ। बिस्तारै हामी तल जाँदैछौँ। तलबाट माथि दर्शन गर्ने क्रममा आइरहेको एउटा केबल कार मैले खिचिसकेको छु अनि फेरि तल झर्ने क्रममा तल देखिने दृश्यलाई पनि मैले चाहिँ खिचिसकेको छु। यहाँले हेरेर यसको आनन्द, यसको मजा लिनुहोला भन्ने मेरो विनम्र यहाँहरूलाई अनुरोध छ। अब म नदी हुँदै फर्किने क्रममा देखेका दृश्यहरू यस्ता छन्। त्यहाँ फर्किँदै गर्दा देखिएका नदीहरू, त्यहाँका बस्तीहरू मैले सकेसम्म खिच्ने प्रयासमै नै छु। र अब हामी लगभग अब यात्राको अन्तिम स्थानसम्म फर्कन लागेका छौँ र अब हामी फर्किँदैछौँ। यहाँको आजको बसाइ, आजको यात्रा एकदमै सुखमय भयो, एकदमै आनन्दमय भयो। मनोकामना माईले हामी सबैको आकाङ्क्षाहरू पुरा गरून्। जय मनोकामना, जय होस्। हामी सबैको जीवनमा सुख शान्ति यसरी नै मिलिरहोस्। सुख शान्ति नेपालको समृद्धि हुँदै जाओस्। जय होस्, जय होस्, जय होस्।